लोकसेवाको तयारी गरिरहनुभएका धेरै विद्यार्थीहरूले एउटा प्रश्न सोध्ने गर्छन् कि यो 5 अङ्कको प्रश्नको लागि कति लेख्ने र 10 अङ्कको प्रश्नको लागि कति लेख्ने भनेर। आज म यो प्रश्नको जवाफ दिन गइरहेको छु। पहिलो कुरो त हामीले कति लेख्ने के लेख्ने भन्दा पनि हामीसँग समय कति छ र त्यो समयलाई मध्यनजर गर्दै चाहिँ तपाईहरुले कति लेख्न सक्नुहुन्छ, मिनिमम कति लेख्ने र म्याक्सिमम कति लेख्ने भन्ने कुरो। म्याक्सिममको लिमिट त म तोक्दिनँ किनकि तपाईसँग 5 नम्बरको क्वेशनको लागि 7.5 मिनेटको समय हुन्छ र 7.5 मिनेटको समयभित्र जति सक्नुहुन्छ कन्टेन्ट दिनुस् भन्छु। इफ तपाईको स्पिड छ भने बढी लेख्दा नि फरक पर्दैन। तर मिनिमम चाहिँ कति लेख्ने भन्ने सन्दर्भमा मैले केही आग्रह गर्न चाहन्छु, केही जानकारी दिन चाहन्छु। त्यो भनेको जस्तो 5 नम्बरको क्वेशन छ भने अब 2 लाइनको स्टार्टिङ त हुन्छ नै। अब क्वेशन दुईटा नि एउटैमा सोधिदिन सक्छ, अर्थात् तपाईको एउटा मात्रै क्वेशन छ भने त्यसमा 2 देखि 2.5 लाइनको चाहिँ त स्टार्टिङ हुन्छ। 2.5 लाइनको निष्कर्षको लागि छोड्नु भयो भने बीचमा 5 अङ्कको लागि डाइरेक्ट 5 अङ्कको ट्याकल गर्दै हुनुहुन्छ भने 10 लाइन जति तपाईहरुले लेख्न सक्नुहुन्छ। अब त्यसको सोलुसन गर्दै गर्दाखेरि क्वेशनले के मागेको छ त्यसलाई बुलेट फर्ममा लेख्नु भयो, एक लाइनको बुलेट लेख्नु भयो भने 10 बुलेट जति लेख्न तपाई भ्याउनुहुन्छ। अब पेजको कुरा गर्नुहुन्छ भने मिनिमम 1 पेज त लेख्नै पर्छ। अब मैले लेख्दै गर्दाखेरि लगभग 1 पेज सकेर दोस्रो पेजको लगभग 3-4 लाइन जति जाने गर्दछ। अब त्यो पेज पनि कति लेख्नुहुन्छ, कति फोल्ड चारैतिर फोल्ड गर्नुहुन्छ भने अलि बढी 1.5 पेज पनि जान सक्छ, त्यसमा भर पर्छ। र 10 नम्बरको क्वेशनको कुरा गर्नुहुन्छ भने त्यसको लागि झन्डै 20 देखि 22 लाइन जति सबै गरेर तपाईहरुले लेख्न सक्नुहुन्छ। स्टार्टिङ गर्नु पर्यो, एन्डिङ गर्नु पर्यो र 10 नम्बरको लागि 20 लाइन जति एक्स्ट्रा तपाईहरुले लेख्न सक्नुहुन्छ। यो भन्दै गर्दा फेरि अब तपाईले चाहिँ टाइम म्यानेज गर्न सक्नुहुन्छ र तपाईको स्पिड छ भने 10 नम्बरको लागि 15 मिनेट तपाईहरुसँग हुन्छ। अब 15 मिनेटमा कसैले 30 लाइन लेख्न सक्छ भने मजाले लेख्न सक्छ है। सो यो कति लेख्ने के लेख्ने भन्दा पनि क्वेशनले के सोधेको छ त्यो अनुसारको कन्टेन्ट लेख्दै गर्दा तपाईको टाइमले भ्याउँछ भने तपाईले जति सक्नुहुन्छ बढी कन्टेन्ट दिनुपर्ने हुन्छ। बढी कन्टेन्ट दिँदा मार्क्स राम्रो आउने सम्भावना हुन्छ। सो म त के भन्छु भन्दा मिनिमम 1 पेज 5 अङ्कको लागि लेख्नै पर्छ। त्यसमा 10 वटा बुलेट जति है, एक लाइनका बुदाहरू स्टार्टिङ र एन्डिङ छोडेर 8 देखि 10 बुदा तपाईले लेख्न सक्नुहुन्छ। ल 12 पुर्याउन सक्नुहुन्छ भने अझ राम्रो। होइन भने 5 अङ्कको लागि 7.5 मिनेट समय हुन्छ, 10 अङ्कको लागि 15 मिनेट समय हुन्छ। विदिन दैट टाइम तपाईहरुले जति बढी कन्टेन्ट दिन सक्नुहुन्छ दिनुस्। धन्यवाद।